नमस्कार, म इमान सिंह गलन हेटौँडा 15 जाँतेबाट। म विशेष गरी यो मिडियामा आउनुको कारण चाहिँ वैदेशिक रोजगारमा ठगी मुद्दामा जुन मैले मुद्दा दर्ता गरेको थियो, त्यो मुद्दा दर्ता जब मैले वैदेशिक रोजगार विभागमा मैले मुद्दा दर्ता गरे पश्चात 35 दिन मैले त्यहाँ पर्खेँ। 35 दिन पछाडि त्यो मुद्दाको फाइल चाहिँ अपराध अनुसन्धानमा पठाउनु भनेर जुन पुलिस प्रशासनले कुरा गर्नुभयो, त्यही आधारमा मैले अपराध अनुसन्धानमा जुन मुद्दाहरू दर्ता भयो, त्यो मुद्दा दर्ता भएको अहिले 6 महिना भयो, मैले केही पनि न्याय पाउन सकिरहेको छैन। मेरो भन्नुको यो मिडियामा आउनुको कारण चाहिँ के छ भने म जस्तो एउटा पीडितलाई अहिलेसम्म कुनै पनि निकायबाट मैले न्याय पाउन सकिरहेको छैन। विशेष गरी मेरो उद्देश्य भनेको मेरो त्यो जुन लगानीहरू थियो त्यो पाउन सकिरहेको छैन। त्यो रकमहरू मैले एउटा असल प्रकारले पाउन सकोस्, न्यायपूर्वक मैले त्यो पाउन सकोस् भन्नुको लागि चाहिँ म यहाँ आएको हो। विशेष गरी त्यो व्यक्तिले चाहिँ बारम्बार मैले फोन गर्दा म दिन्छु, तपाईलाई म दिन्छु भन्छ। बारम्बार मैले फोन गर्दा पनि त्यसले फोन उठाइरहेको छैन र त्यसले अहिले आएर चाहिँ मोबाइल स्विच अफ गर्ने, हरेक फेसबुकदेखि लिएर नम्बरहरू सबै ब्लक गर्न थालेको छ। त्यो कारणले गर्दा मैले कसरी न्याय पाउने भन्ने चाहिँ मेरो उद्देश्य हो। तपाईँ कुन देशमा जानको लागि चाहिँ पैसा लगानी गर्नुभएको थियो? मैले चाहिँ दक्षिण कोरियाको लागि पठाउँछु भनेर लगानी गरेको हो। त्यो व्यक्तिले जुन आश्वासन देखायो, ऊ चाहिँ के कन्सल्टेन्सी हो कि मेन पावर हो कि के हो? वास्तवमा त्यो व्यक्ति मेन पावर भन्दा पनि कन्सल्टेन्सी मार्फत उसले काम गरेको हो। अनि त्यो कन्सल्टेन्सीको व्यक्तिबाट आबद्ध भएर म काम गर्छु, 15 दिनभित्रमा तपाईँको कामहरू सबै क्लियर हुन्छ, तपाईँ टेन्सन लिनु पर्दैन भनेर चाहिँ मलाई त्यसरी आश्वासन देखाएको। कति पैसा दिनुभएको थियो? मैले पैसा दिन चाहिँ 14 लाख रुपियाँ दिएको हो। पटक गरी मैले 8 लाख रुपियाँ एकचोटि र 6 लाख रुपियाँ गरी मैले 14 लाख रुपियाँ पैसा दिएको। त्यसको एभिडेन्सहरू पनि छ हैन तपाईसँग? अब जस्तो को हो त्यो मान्छे चाहिँ जो तपाईँलाई ठग्यो नि, तपाईँको पैसा कसलाई दिनुभएको थियो? त्यो चाहिँ मैले काठमाडौँ नारायणटार बस्ने 39 वर्षको बहेन बहादुर बास्ताकोटी भन्ने व्यक्तिलाई उसको सिटिजन ब्याङ्कमा मैले हालेको थियो। भनिसकेपछि के भन्थ्यो? अनि त्यसपछि पैसा हालिसकेपछि उसले के भन्यो? अहिले के भनिरहेछ? पैसा हालिसकेपछि उसले के भन्यो भने पैसा हालेर 3 दिनसम्म ऊ कन्ट्याक्टमा आयो, तपाईँको चाहिँ काम हुँदैछ, अब टिकट मात्रै हामीले लिनु बाँकी छ, टिकट भइसकेपछि तपाईँको 1 हप्ताभित्रमा फ्लाइट हुन्छ भन्ने कुरो भयो। तर पछि आएर चाहिँ उसले अलि मसँग टाढिँदै गयो। अनि किन यस्तो गर्नुभएको भनेर मैले फोन गर्दा SMS गर्दाखेरि रिप्लाई गरेन, त्यसरी नै त्यो टाढिँदै गयो। त्यसपछि अहिले के भनिरहेछ? अहिले कन्ट्याक्ट विहीन छ। तपाईँको 1 वर्ष भयो, 6 महिनासँग मसँग कन्ट्याक्टमा आयो, 1 वर्ष भयो कन्ट्याक्ट विहीन छन्। त्यसले पैसा दिने नदिने कुरा केही डिसिजनहरू दिएको छैन। कन्सल्टेन्सीमा तपाईँ जानुभयो, बुझ्नुभयो? कन्सल्टेन्सीमा गएको तर त्यो कन्सल्टेन्सीमा मलाई त्यसले लगेन, बाहिर त्यसले मलाई देखाएर यही हो भन्ने एउटा बोर्डहरू देखाउने, तर वास्तविक त्यो कन्सल्टेन्सी उसकै हो या होइन भन्ने कुरो चाहिँ मलाई पनि प्रमाण भएन। कुन कन्सल्टेन्सी भनेर भनेको थियो तपाईँले? कन्सल्टेन्सी उसले पुरै भनेन मलाई, यो भनेर उसले बोर्ड देखायो, कहिले चाहिँ मेन पावरबाट एजेन्सीबाट गरेको हो भन्ने। त्यसरी चाहिँ झुकाउँदै गयो। उसले डकुमेन्टहरू चाहिँ मलाई दिन चाहिँ सबै फ्याक्ट डकुमेन्टहरू दिएको रहेछ पछि आएर बुझ्दाखेरि। के तपाईँलाई भिजा लागिसक्यो भनेर पनि भनेको थियो? भिजा लागिसक्यो भनेर मलाई डकुमेन्टहरू सेन्ड गरेको छ, वाट्सएपमा पनि छ। अनि उसले यतिजनाको भिजा चाहिँ एप्रुभ भइसक्यो भनेर अफर लेटरको जुन लेटरहरू पनि दिएको थियो। कतिजना तपाईँ जस्तो मान्छेहरू, तपाईँको साथीहरू कति थियो? 6 जना, हामी 6 जना हो। 6 जना मध्येमा म चाहिँ हेटौँडाबाट म एक्लै पर्यो। जुन 6 जना मध्येमा पनि हाम्रो फोनमा मात्रै कन्ट्याक्ट भयो, साथीभाइ कुनैले भेटघाट गराएन उनीहरूले। तर मसँग के रेकर्ड छ भने तिनीहरू पनि ठगीमा परेको छ भन्ने कुरा एउटा प्रमाण चाहिँ वाट्सएपमा जुन रेकर्ड छ, जुन व्यक्तिसँग गरेको, जुन बहेन बहादुर बास्ताकोटी भन्नेसँग, त्यो रेकर्डहरू चाहिँ मसँग छ। भनिसकेपछि त्यो के भन्नुभयो फेरि भन्नुहोस् त? त्यो जसले तपाईँलाई ठग्नु भएको थियो नि, त्यो मान्छे बहेन बहादुर बास्ताकोटी नारायणटार 7 गोकर्णेश्वरमा बस्ने। जस्तो के भनेर चाहिँ तपाईँलाई अहिले पछिल्लो समय चाहिँ अन्तिम समय कहिले कुराकानी भयो, त्यतिखेर के भन्थ्यो उसले? उसले कुराकानी गरेको लगभग
6 महिना पछाडि अहिले 1.5 वर्षको अवधिमा 1 वर्ष भयो कुराकानी भएको छैन। त्यो मान्छे फरार छ, उसको सम्बन्धित व्यक्ति भनेको उसको श्रीमतीसँग मेरो कुराकानी भइरहेछ। हुन्छ म दिन्छु, अर्काको पैसा खाएपछि तिर्नुपर्छ भनेर भन्दैछ, तर वास्तविक त्यसले पनि श्रीमतीले पनि राम्रो प्रतिक्रियाहरू चाहिँ दिएको छैन। कसरी ढाकछोप गर्ने, कसरी चाहिँ यसलाई चाहिँ अब फसाउने नियतले चाहिँ यिनीहरूले काम गरेको भन्ने कुरो चाहिँ म बुझ्नमा आएको छ। जस्तो पुलिस प्रशासन र न्यायको लागि तपाईँले कतै अड्डा अदालत कतै धाउनु भयो कि के गर्नुभयो कि केही गर्नुभयो तपाईँले? मैले पुलिस प्रशासनको लागि प्रक्रिया भन्नुपर्दा मैले अघि नै भने वैदेशिक रोजगार विभागमा गएर मैले मुद्दा दर्ता गरेँ। उहाँहरूको नियम र नीति अनुसार 35 दिन म पर्खेँ। 35 दिन पछाडि उहाँहरूले वैदेशिक रोजगार विभागको प्रशासकीय अधिकृतले के भन्नुभयो भने यो केस 35 दिन नागेपछि हामीले हेर्दैनौँ, यो केस चाहिँ अब अपराध अनुसन्धानले हेर्छ भन्नुभयो। त्यही आधारमा मैले अपराध अनुसन्धानमा गएर मैले फेरि फाइल खोलेँ। त्यो फाइल खोलेको पनि 6 महिना भयो र 6 महिना हुँदा पनि मेरो यो केसहरू किन यो खुलिरहेको छैन, किन यो केसहरू चाहिँ बन्द गरिरहेछ भन्ने कुरा म आफै पनि अन्यलमा परिरहेको छु। अनुसन्धानको अर्थ नै के हो भन्ने नै म आफै अन्यलमा परिरहेको छु। कुनै पैसामा पो बिगिरहेको छ यो प्रशासनहरू, त्यो भन्नु पनि पर्ने बाध्यताहरू अहिले ममा भइरहेको छ। किनभने म त पीडित पक्षबाट बोल्दैछु। मैले त सही गरे तिनले चाहिँ तपाईँको 14-15 लाख पैसा त 1.5 वर्ष भयो मैले त जग्गा राखेर तिरेको छु। त्यो पैसा चाहिँ अब कसले दिने? म जस्तो एउटा पीडितले त्यो पैसा मैले निकासा गर्न त नसकेपछि म त यसरी मिडियामा त आउनु पर्यो। त्यो चाहिँ मेरो एकदम गुनासोको कुरा छ। जस्तो ब्याङ्क भाउचरहरू उसैको नाममा वैदेशिक रोजगारकै लागि भनेर तपाईँले दिनुभएको थियो? हजुर, वैदेशिक रोजगारको लागि भनेर मैले ग्लोबल आइएमई ब्याङ्कबाट मैले 2 चोटि पैसा दिएको छ र सिटिजन ब्याङ्कले पनि मैले केवाइसी सबै डिटेल निकालिसकेको छ र सिटिजन ब्याङ्कले पनि मलाई केवाइसीमा यो मितिमा यसरी यसको नाममा पैसा आएको हो भन्ने प्रमाणितहरू सबै मलाई प्राप्त भइसकेको छ। तपाईँसँगै जो चाहिँ दक्षिण कोरिया जानको लागि भनेर जाने खोज्नेहरू जो तपाईँ जस्तै ठगिने कोही व्यक्तिहरू तपाईँको सम्पर्कमा छ कि छैन? सम्पर्कमा छैन। जुन व्यक्तिहरू सम्पर्कमा थियो पछि आएर त्यो साथीहरूले पनि मोबाइल नम्बर चेन्ज गर्यो, के भयो मलाई त्यो थाहा भएन। हामी आधिकारिक रूपमा फेसबुकमा एड गरेको थिएन, नम्बरमा मात्र थियो, वाट्सएपमा थियो। पछि आएर त्यो साथीहरूले पनि नम्बर चेन्ज गर्नुभयो, के गर्नुभयो थाहा भएन। जस्ट मसँग रेकर्ड छ, यति प्रमाण छ कि तिनीहरू पनि ठगिएको छ भन्ने चाहिँ प्रमाण छ। उनीहरूको डिस्कस गरेको पैसाको विषयमा डिस्कस गरेको भोइस रेकर्डहरू चाहिँ मसँग छ वाट्सएपमा। अन्तमा केही भन्न चाहनुहुन्छ जो हामीलाई हेरिराख्नु भएको छ? अब यहाँ त वैदेशिक रोजगार विभागदेखि लिएर होइन, पुलिस प्रशासनदेखि लिएर अड्डा अदालतका चाहिँ सम्बन्धित व्यक्तिहरूलाई केही भन्न चाहनुहुन्छ तपाईँ? म के भन्न चाहन्छु भने एउटा वैदेशिक रोजगारको न्यायालयमा गएर मैले न्याय माग्दा पनि मैले न्याय नपाउँदा चाहिँ म एकदमै दुःख व्यक्त गर्न चाहन्छु। किनभने हामी जस्तो श्रमिक र शोषणहरूको लागि भनेर त्यो विभाग चलाएको छ सरकारले, एउटा प्रशासन खटिएको छ। त्यो प्रशासन र विभागले पनि केही गर्न नसकेपछि हामी जस्तो पीडित व्यक्तिहरू कहाँ जाने? यो अवस्थामा हामी के गर्ने? त्यो चाहिँ हामीले न्याय पाउनुपर्छ भन्ने चाहिँ मेरो उद्देश्य हो। ठिक छ, अन्तमा छौँ। अब हामी जस्तो तपाईँ जस्तो ठगिएको जो बहिन बहादुर बास्ताकोटी जस्ता एउटा आपराधिक मनस्थितिले चाहिँ ठगिएर यो नेपालमा अहिले चाहिँ यस्ता ठगहरूको चाहिँ बिग अत्यन्तै बढ्दै गएको छ। हामी तपाईँहरूलाई देखाइरहेका छौँ, यो फोटोहरूलाई राम्रोसँग निहाल्नु होला। यस्ता खालका यस्ता अनुहार भएका मानिसहरू नेपालमा नेपाली सर्वसाधारण नेपालीहरू जो चाहिँ विदेश गएर 2 पैसा कमाउला र आफ्नो घरबार बसाउला, खुसी बनाउला भनेर चाहिँ एउटा सपना देखेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई ठग्ने प्रवृत्ति अहिले वात्तै बढिरहेको छ। हामी यति भन्छौँ, हामी फेरि पनि फलोअपमा जानेछौँ। उहाँको घर जो बहिन बहादुर बास्ताकोटीको घरसम्म पनि पुग्नेछौँ। हजुर, हामी यो प्रतिबद्धता गर्न चाहन्छौँ कि तपाईँ न्याय नपाउला आफ्नो ठाउँमा छ, तर जसले तपाईँलाई दुःख दिइरहेका छन्, जसले 14 लाख 1.5 वर्ष अगाडि ठगेर जो चाहिँ वैदेशिक रोजगारमा पठाउला भनेर चाहिँ उसले चाहिँ आश्वासन दियो, अहिलेसम्म पनि चाहिँ जहाँ जुन ठाउँमा बसेर भए पनि ऊ लुकेर हिँडिरहेको अवस्था छ, उसको पनि परिवार होला, हुन त अब कतै बाध्यतामा परेको पनि हुनसक्छ। जहाँ जस्तो अवस्थामा भए पनि सम्पर्कमा आएर तपाईँ जस्तो एउटा पीडित मान्छेसँग सम्पर्कमा आइदिनुहोस्, हामी यही कामना गर्छौँ। अहिले हामी छुट्यौँ। हस् सर, धन्यवाद। हस्।